हेलो गाइज नमस्ते। म आज तपाईहरुलाई मैले बनाएको चाउमिन देखाउन गइरहेको छु। खासमा मलाई चाउमिन बनाउन आउँदैन र यसको लागि मैले रेसिपी हेरेर बनाउन आज फर्स्ट टाइम मैले बनाउन लागिरहेको छु। जसको लागि मैले यहाँ पानी अलरेडी तताएर चाहिँ मैले चाउमिन हालिसकेको थिएँ र यसमा मैले 2 चम्चा नुन र 2 चम्चा तेल पनि हालेको थिएँ किनकि यो एक अर्का बीच नचिप्पोस् भनेर। र त्यसको लागि चाहिने भेजिटेबल्सहरु मैले अलरेडी पहिले कटिङ गरेर राखेको थिएँ र मैले चिकन चाउमिन बनाउन लागेको हुनाले चिकनलाई पनि मैले काटेर राखेको थिएँ। र यो चाउमिनलाई चाहिँ मैले 10 मिनेट जति पकाउँदै छु। लगभग 10 मिनेट हुनै लागिसक्यो र भइसक्यो पनि। र त्यसपछि मैले चिसो पानीमा चाहिँ यसरी पखालेको छु। यो चिसो पानीलाई पखाल्दाखेरि चाहिँ यो तातैमा पखाल्नु पर्छ, जसले गर्दाखेरि यो एक अर्का बीच चिप्किन पाउँदैन र हाम्रो गिलो गिलो बन्दैन, छर्र परेको बन्छ। यसलाई मजाले चिसो पानीमा पखालेर चाहिँ मैले यसमा अझ थोरै मैले तेल हाल्न लागिरहेको छु। यसरी तेल हाल्दाखेरि चाहिँ यो एक अर्का बीच चिप्किँदैन र यो हाम्रो चाउमिन होटलको जस्तै पसलको जस्तै छर्र परेको हुन्छ। र यसमा अझ अलिकति मलाई तेलको कमी लागेर मैले थोरै तेल हाल्दै छु। यसरी तेल हालिसकेपछि चाहिँ मैले यसलाई मजाले सबै ठाउँमा पुर्याउने गरेर चलाएको छु। यसरी चलाइसकेपछि हामीले अलरेडी लगभग तयारी नै भइसक्यो। र यो पकाउनलाई मैले अलरेडी पहिले कराई तताइसकेको थिएँ। यसरी मेरो लगभग कराई पनि तातिसक्यो। कराई मेरो यो फलामको कराईमा बनाउँदै छु, जसले गर्दाखेरि यो एकदम कालो देखेको छ। यसमा मैले आफ्नो इच्छा अनुसारको आफ्नो चाहेको अनुसारको मैले तेल हालेको छु। तेल अलिकति थोरै भयो जस्तो लाग्यो मलाई। अझ मैले यसमा तेल अझ थोरै थप्दै छु। यो तेल अलिकति कम भयो भने यो चाउमिन तास्न सकिन्छ, जसले गर्दाखेरि हामीलाई छर्र परिँदैन। मैले भेजिटेबल पहिले अलरेडी काटिसकेको थिएँ र यसमा अलिकति मलाई यो गाजर अलिक कमी लागेर चाहिँ थोरै मैले गाजर चाहिँ एड गर्दै छु। यसरी गाजरलाई चाहिँ मैले एकदम सानो सानो मसिनो टुक्रामा चाहिँ अलरेडी म काटेको थिएँ र यसमा अझ मैले थप्दै छु। मैले यो चाउमिनको लागि मैले गार्लिक, अनियन, क्यारोट, चिली र क्याबेजलाई चाहिँ यो 4-5 थरीको भेजिटेबल्सहरु